नेपाली क्रिकेटमा अब केवल पुराना र स्थापित नामहरूको मात्रै चर्चा छैन, किनकि घरेलु मैदान र U19 प्रतियोगिताबाट हेमन्त धामी र आकाश चन्द जस्ता तीव्र बलरहरू आफ्नो उच्च गति, धारिलो बाउन्सर र घातक इन स्विङ डेलिभरीका कारण विपक्षीका लागि त्रास बनेका छन्। उता सुभाष भण्डारी र तिलकराज भण्डारीको जादुमय स्पिन र रहस्यमय गुगलीले मध्यक्रमका ब्याटरहरूलाई रन बनाउनै नदी एलबिडब्ल्यू र बोल्डको शिकार बनाइरहेको छ। ब्याटिङतर्फ देव खनाल र अर्जुन कुमार जुनसुकै बलिङ आक्रमण विरुद्ध पनि लामो समय टिकेर धैर्यता र प्राविधिक निपुणताका साथ ठूलो शतक बनाउन माहिर छन् भने उत्तम थापा मगर र विशाल विक्रम केसीले डेथ ओभरमा आएर उच्च स्ट्राइक रेटमा मैदानका जुनसुकै दिशामा विशाल छक्का प्रहार गर्दै हारेको खेललाई पनि जितमा परिणत गर्ने क्षमता देखाइसकेका छन्। दिपेन्द्र सिंह ऐरी र रोहित पौडेल जस्ता सिनियर खेलाडीहरूको पाइला पछ्याउँदै राष्ट्रिय टोलीको ढोका ढकढकाइरहेका यी युवाहरूको यही घातक प्रदर्शनले नेपालको भविष्य सुनिश्चित जस्तै बनाएको छ। यी प्रतिभामध्ये तपाईँलाई कसको खेल सबैभन्दा बढी खतरनाक लाग्छ? क्रिकेटका यस्तै रोमाञ्चक अपडेटका लागि आइडल स्पोर्ट एकाडेमीलाई फलो र सब्सक्राइब गर्न नबिर्सनुहोला।